राजावादीहरूकै डरमा बन्द गरियो राजदरबार। नेपाल र नेपालीको अभिभावकीय संस्था राज संस्था छिटै पुनर्स्थापना गराउँछ। मलाई किन चाहियो? मेरो देश बाँचोस्, मेरो छोरा नाति सम्पूर्णले यही केही पाओस्। केपी बाले प्रचण्ड बाले होइन गरौँ न त, अझै पनि बिग्रिया छैन। नेपाली जनतालाई विश्वास दिलाउन सक्नु पर्यो नि त। यति बेला तपाईँले मेरो पृष्ठभूमिमा यो राजदरबार देखिरहनु भएको छ, जहाँ आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले यो राजदरबारको यो गेटमा बसेर राजदरबार बन्द गराएका छन्। यो किन गराएका छन् तपाईँलाई थाहा छ? आज राजावादीको एक समूहले काठमाडौँको बानेश्वरदेखि यो नारायणी दरबारसम्म चाहिँ बृहत मोटरसाइकल र्याली गरेको थियो। उनीहरूले हामीलाई राज संस्था चाहिन्छ अथवा राजा चाहिन्छ भन्दै उनीहरूले मोटरसाइकल र्याली गरेका थिए। उनीहरूले यहाँ भित्र प्रवेश गरेर पूर्व राजालाई यो राजदरबारमा पुनः स्थापित गराउँछौँ भनेर आएका थिए। त्यसैको त्रासमा सार्वजनिक बिदाका दिन बाहेक अरू दिन खुल्ने यो राजदरबार आज नेपाल प्रहरीले बन्द गराएको छ। दृश्यमा तपाईँले देख्न सक्नुहुन्छ, यहाँ नेपाल प्रहरी सशस्त्र प्रहरीहरूले यो गेट ढाकेका छन् भने यो आज बन्द गराइएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले यो प्रजातन्त्र दिवसको अवसरमा